हेलो हेलो हामी चाहिँ अहिले रोज गार्डन हेरौँ है। यति दामी फुलहरू फुलेको छ। आहा हेरौँ त गाइजहरू है, यस्तो चाहिँ हाम्रो रोज गार्डन। हामी चाहिँ उत्तानो पर ल साथी। हामी चाहिँ रोज गार्डनमा छौँ अहिले। हेरौँ यस्तो गुलाबहरू फुलेको फुलहरू। आहा यति दामी के। अब यो पहिलो सेसन भयो। अब यता हेरौँ फुलहरू अरू। यस्तो दामी फुलहरू फुलेको नि। यता छ फेरि विभिन्न प्रकारका फुलहरू। यो सेतो, यहाँ चाहिँ सेतो भयो। यस्तो दामी फुलेको छ। यहाँ चाहिँ फेरि अरू अरू प्रकारको छ विभिन्न थरीको के गुलाबहरू। आहा यस्तो दामी छ कि, यस्तो दामी, यस्तो दामी। हेरौँ त हेर्दाखेरि यो फुलको फेरि सुगन्ध क्या, बास्ना फेरि यति मिठो आउँछ होइन। यहाँ छ फेरि फ्रक। वाउ दामी दामी फुलहरू फुलिराख होइन। टक्कै बगैँचै बगैँचा हो क्या फुलै फुलको। यो चाहिँ प्रत्येक देशबाट आएको, विभिन्न देशबाट होइन। अहिले त बिचमा हिँड्ने बाटो बन्द गरिदिएछ होला धेरै फुलहरू भएर। हेरौँ यति दामीहरू। यिनीहरू प्रत्येक देशबाट आएको फुलहरू हुन्। फेरि सबै यहाँ चाहिँ नाम लेखाएको छ। भित्र चाहिँ अहिले प्रवेश बन्द रहेछ। योभन्दा एक हप्ता पहिलासम्म त भित्र पनि जान मिल्थ्यो। यो भित्र अहिले पुरा बन्द छ। यो चाहिँ रोज गार्डन। यस्तो दामी फुलहरू फुलेको छ। माथितिर धेरै छन्। वाउ माथितिर झन् बढी छ। प्रत्येकमा यहाँ लेखा हुन्छ डेनमार्कबाट आएको रहेछ। यो डेनमार्कबाट आएको गुलाब। प्रत्येक बुट्टामा चाहिँ आफ्नो देशको नाम छ है। वाउ हेरौँ न कति दामी। यति धेरै फुलहरूको बासना बेग्लै छ है। हामी चाहिँ आज
फुलहरूमा रमाइरहेका छौँ। टक्क हेरौँ त। वाउ, आहा, कति मिठो बास्ना के, कति मिठो बास्ना फुलको। आहा, कति मिठो मन्द बास्ना छ। ला पानी पर्ला ल, उखाइ प्रकाश। यस्तो दामी फुलहरू छ है। अनि सब आफ्नै देशबाट आएको ठ्याक्कै सबै ठाउँ लेखेको छ होइन। मान्छेहरू चाहिँ यहाँ आउने, भुल्ने, दिनभरि बस्ने होइन, रमाउने ठाउँ हो यो। वाउ, प्रकाश क्या दामी बास्ना आउँछ रे। वाउ, यति दामी छ कि फुलहरू। हेर न तल भुइँ बुट्टामा छ होइन, तर टक्क यस्तो फुलेर। आहा, यति दामीहरू हेरौँ न।